हेलो नमस्कार, म पवन बोमजन र मेरो साथमा हुनुहुन्छ हाम्रो दाई। ल हेलो, हाम्रो परिचय दिनु यहाँमा। मेरो नाम चाहिँ मिनकुमारी आँखा, इटारी घर इटारी घर। उहाँ चाहिँ अहिले हाम्रो यो ग्रुपको अहिले लिडर। सबैभन्दा लिडरसिप नै भन्दा पनि फरक परेन। उहाँले नै हामीलाई गाइड गर्नुहुन्छ, कहाँ जाने, के खाने, के गर्ने, कति समय हामी स्पेन्ड गर्ने, त्यहाँ बिचमा रमाउने इत्यादिहरू सबै कुरामा चाहिँ उहाँले नै एकदम कन्ट्रोल गर्नुहुन्छ। र कहाँ हिँड्ने, धेरै बोल्ने, कम बोल्ने सबै चाहिँ उसको लागि नै अब हेर्नु चाहिँ। आज चाहिँ हामी विशेष गरी यो के को ईदको छुट्टी होइन, बकरिद ईदको छुट्टी, बकरिद ईदको तेस्रो छुट्टीको दिन चाहिँ साथीभाइसँग रमाइलो गर्न बिचतिर लागिरहेको छ। र धेरै दिन भयो रुममा बस्दा बस्दा अब वाक्क लाग्यो, त्यही भएर आज गएर यसो बिचमा फ्रेस हुनु पऱ्यो भन्ने कुराको छ। र हामीसँग धेरै साथीहरू छ, यहाँ दुईजना छ, ऊ पनि सिनियर जस्तो नै परिन्छ, केदार दाईहरू आउँछ, तेल सम्झीहरू। बिस्तारै बिस्तारै म सबै कनरहरू देखाउँछु तपाईँहरूलाई। यहाँ छ हाम्रो केटाहरू, मदन भाइ, तेल सम्झी। हेलो हेलो गर्नु, आफ्नो परिचय दिनु सम्झी। ल तपाईँको कहाँ घर, नाम छ भन्नु यहाँ। मेरो घर चाहिँ सिन्धुपाल्चोक हो। नाम चाहिँ मेरो युनिक नाम भयो भयो सम्झे। भाइ चाहिँ अब गेममा व्यस्त छ, उसले चाहिँ पछि दिन्छ परिचय। बाँकी रहेको खेलाडीहरू खेल्दैछन् है। एउटा जर्मन सेकर छ कुकुर, उसँग चाहिँ खेल्ने केटाहरू छ यहाँ। हेर्नु यस्तै छ, सबै साथीभाइहरू छुट्टीको दिन घुम्नलाई रेडी छ। हाम्रो यहाँ सेलिब्रेटीहरू पनि छन्, सबैजना एकदम गाडीको वेटिङमा छ। ल यहाँ पनि छ हाम्रो 4 जना केटाहरू। यहाँ जङ्गबहादुर राणाको चाहिँ यहाँ लास्ट खन्दान छ, यहाँ पनि आइपुगेको छ। अनि हाम्रो यहाँ कुखुरा खाने मान्छे के आज नजाने हो? आज कुखुरा विशेष छ नि त, आज कुखुरा फ्री छ आज फेरि। ल पानी अप्ठ्यारो छ, फ्री खानु छैन ल, ठिकै छ, त्यसो भोलि जाउँ आएको। ल गाडीको यात्राको पछि अलिकति ढिला भएको कारणले गर्दा हामी सबैजना यहाँ वेटिङमा खेलिरहेको छ। ल यहाँ परिचय देऊ। ल नमस्ते, माई नेम इज यमसुख। नेपाली बुझ्दैन नि, नेपालीमा मेरो नाम यमसुख हो। ठाउँ हामी अहिले दसैँ माल्ती छौँ। हामी अहिले आन्टालिया जाँदैछौँ। घरको ठाउँ घर मेरो नेपाल लुम्बिनी। उहाँ चाहिँ बुद्धको ठाउँबाट हुनुभएको छ। एकदमै स्वास्थ्य सुशान्त मान्छे, एकदम शान्त व्यवहारको मान्छे छ। उहाँलाई झै झगडामा केमा रुचि नभएको मान्छे हो। एकदमै। ल हाम्रो एउटा चेली छ एउटा, साह्रै राम्रो छ उहाँ पनि, एकदम सुशान्त टाइपको, एकदम भद्र भलार्ने टाइपको छ। केही कुरा मनमा राखेको नामहरू परिचय दिँदा। ल बिल्ला छैन हौ। ल नाम परिचय दिनु के भयो? ल बाँकी चाहिँ अब हामी यहाँ गाडी चढिसकेपछि, गाडी आएपछि गाडीको यात्रामा देखाउनेछ अलिअलि ठाउँहरू। गाडी चाहिँ होइन विदेशी गाडी। सर्ट ब्लक सेलीहरू यहाँ बसिसकेको छ नि त। बाँकी भिडियो चाहिँ अब ठाउँमा पुगिसकेपछि आउनेछ। लागि बन्द। अहिले चाहिँ हामी बसबाट झरिसकेको छौँ। ल हाम्रो साथमा यहाँ मदन भाइ अघि भिडियो गेममा व्यस्त थियो। ल एउटा यसमा दिएर न, ल के को छ यता लजाएर हुन्छ। ल केटाहरू निस्किसकेको छ है गाडीबाट, गाइजहरू अलिक विचार गरेर है। यस्तै छ ठाउँहरू। अहिले चाहिँ हामी समुद्रतर्फ लाग्दैछौँ। पहिला खाजा खान लागि चाहिँ जाउँ भन्ने कुरा छ। ग्याङ धेरै नै छ हामीसँग। अब हामी बिस्तारै हिँड्दै जानेछौँ र बिचको बाटोहरूको के छ भ्यूहरू सबैवटा तपाईँलाई देखाउनेछु। यो अहिले गल्लीको चाहिँ के खासै स्पेसल छैन, त्यही भएको कारणले गर्दा चाहिँ फेरि हामी एकछिन पछि फेरि जोड्नेछौँ है। ल
2 मिनटको हिँडाएपछि हामी एउटा मलमा चाहिँ आइपुगेको छौँ। हामीले यहाँ अब गएर केही ब्रेकफास्टहरू आइटमहरू गर्नेछौँ। चिकनहरू, बर्गर, पिज्जाहरू खानेछौँ। यस्तै छ टर्कीको हावापानी। घाम लागे तापनि जो शीतलै हुन्छ, चिसै हुन्छ। अनि मैले चाहिँ एउटा बाइक लिएको थिएँ, यहाँ अहिले पार्क गरेर राखेको छ। यो अलिक पछि हेलमेट नभएको कारणमा चलाएको पुरा यसरी बुझ्नु गर्नु होइन। यस्तै छ विदेशी जिन्दगी हालखाल। केही दिन काम गऱ्यो, आज केही छुट्टी दिन पाएकोले गर्दाखेरि चाहिँ आज यसो घुम्न पायो। केही दिन लागि नै साथीहरू सबै मिलेर हिँडेको छ। बिस्तारै बिस्तारै भ्लगहरू बन्दै हुन्छ। आजको लागि यति नै। फेरि हामी भ्लगभित्र गएपछि मलभित्र गएर चाहिँ फेरि हामी एउटा भिडियो बनाउँछौँ है। ल डिजाइन बनाएर खाऊ कि अब हामी मल चाहिँ हो। अब हाम्रो फुडहरू चाहिँ अब यहीँ खाने गरिन्छ। फुडहरू खाइसकेपछि चाहिँ हाम्रो बिचतिर जाने प्रोग्राम छ। हाम्रो एउटा टोली अगाडि गएर बसिरहेको छ, एउटा दोस्रो टोली। अझ धेरै मान्छे आएको छ। एउटा एकदम सुनिया दाई पनि हुनुहुन्छ है यहाँ। केदार दाई घर कहाँ भन्नु त किसानबाट हुनुहुन्छ उहाँ चाहिँ। अब है फुडहरू चाहिँ यहाँ बाहिर पनि छ। किसानको स्वर्गदारी भन्नु जानु छ गइदिनु रे हाम्रो दाइको ठाउँ पनि। अर्को टोली यहाँ छ रकिङ गाइजहरू, मालकन्तलिया। अब हाम्रो फुड खाने कहाँ हो भन्ने प्लानिङ छ अरे के। अब हाम्रो फुडहरू कहाँ खाने हो? अस्ति कहाँ खाने हो? है कहाँ खाने? अस्ति त्यो 350 के भन्ने ठाउँ खाने हो? यत्रो मान्छे छ। त्यही जाउँ 350 भन्ने ठाउँ जाउँ अरे के। त्यहाँ पाइन्छ, राम्रो पाउँछ अरे एकदम। त्यो चिकनै पाउँछ अरे डल्लो। अब यस्तै हो होइन। यस्तो चेलीबेटीहरू चाहिँ केटीहरू चाहिँ यस्तै छ। यहाँ आँखा नलाउनु होला, हामी चाहिँ बेगरी मान्छे हो होइन। यहाँ तनेरी केटाहरूले चाहिँ एकदम हेर्ने कुराको भइरहेको छ। यस्तै छ घाममा आज चाहिँ छाता खोलौँ न हो। त्यसले सम्झे यार तपाईँ अघिदेखि छाता लिएर हिँडेर रहेछ। खोइ मलाई त थाहा भएन। थाहा हुनु पऱ्यो नि यार। घाम लाग्यो थाहा भयो नि तपाईँलाई। ल आइदे हाम्रो त्यसले सम्झे उहाँ चाहिँ कहाँबाट रे? वीरगन्जबाट होइन, वीरगन्ज सिमराबाट हुनुहुन्छ उहाँ चाहिँ। हाम्रो नजिकको जिल्ला हुनुहुन्छ। सम्झी आज पहिलोचोटि आएको छ के ग्याल भन्दैछ त। भाषा सिकिसकेको छ। ए होइन किनेन लैले किनेन बाटो। यहाँ हाम्रो फेरि गौतम बुद्धको पुत्र यहाँ हुनुहुन्छ। यस्तो गर्नु ट्याग गर्ने मलाई। ल ट्याग भइहाल्छ व्यवस्था एकदम। तपाईँले एकैचोटि लाइभ सब्सक्राइब चाहिँ गरिदिनु पऱ्यो गाइजहरूले होइन। मलाई भाइरल बनाइदिनु पऱ्यो क्या युट्युबमा। म काम नगरिकन मलाई पैसा कमाउनु बनाइदिनु पऱ्यो क्या युट्युबबाट। भन्नु पऱ्यो नि त यार, हामी सब्सक्राइब गरिदिन्छ। सब्सक्राइब ड्याम चाहियो यार। सब्सक्राइब त धेरै नै हजार जति भइदियो काण्ड पुग्थ्यो। भिडियो बुस्ट गर्ने भए मलाई सम्झिने। सम्झियो त ल सब। कहाँबाट मलाई त्यो बाटो थाहा भएन। अगाडिबाट दिएको कसलाई थाहा छ? खाने यतैबाट हो कि त्यो चिकनको डल्लो पाउने भने चाहिँ कहाँ हुने क्या? यताबाट हो। त्यसो भित्र जाउँ न त। जङ्गबहादुर खोइ जङ्गबहादुर। सरी जङ्गबहादुर खोइ त्यो अघिको त्यो चिकनको डल्लो पाउने ठाउँ कहाँ हो? त्यो देखाइदिनु पऱ्यो है। सबको चिकनको डल्लो मन पऱ्यो अरे। ब्याकग्राउन्डको भ्यू पनि देखाइदिनु पऱ्यो नि होइन। ट्याक्सी चाहिँ यस्तो क्या यहाँ। ट्याक्सी चाहिँ सबै ट्याक्सीको प्रायःले कलरको हुन्छ। हामीले चाहिँ यो नेपालको जस्तै इन्डियाबाट बुक गर्न नि मिल्ने रहेछ। हामीले यहाँ यान्डेक्स के नाम गरेको छ, मैले पनि डाउनलोड गरेर बुक छ हामी। अब बाँकी रहेको भ्यू चाहिँ अब हामी खाना खाने टाइममा बनाउँछौँ अलिअलि। अब हामीको नजिक आइसकेको छौँ। ब्रेकफास्ट बिहेको लागि के अर्डर गर्नु मन लागेको छैन अर्डर गर्नु होला। नम्बर मेरो बायोमा छ।
तपाईँहरूलाई म डेलिभरी गरिदिन्छु होम डेलिभरी लुगाहरू त्यस्तै छ टर्कीको हालखबर अब छुट्टीको दिन भएर होला सायद सबैजना भित्रै बसिरहन्छ गर्मी भए तापनि तर यहाँ समुद्रको हावा नजिक भएको कारणले गर्दा चाहिँ त्यति खासै गर्मी भएको महसुस चाहिँ भएको छैन कता अझै भित्र हो र हमादन सिधै हो ए बन्द हो र आज बन्द हो भने यहाँ खाने हो यहीँ के हो यहाँ खानु भइगयो नि बन्द हो नि किसला रेस्टुरेन्ट हो यो उतै हो रे ल यही हो र यही हो ल सबैजना जाउँ त यो बन्द पो हो र खै कहाँ हो र केटाहरू अनि त स्क्याम भइगयो नि हामीलाई यार के भनिदियो सबैजना अगाडि आएँ म पनि पैसा त खुलै छ कहाँ त्यहाँ त पाउडर पनि छ त नि होइन त्यो यस्तो उभाला के छ रोल सोल पाउडरहरू के छ रोलवाला छ त्यो सुरमा हो नि उता अगाडि होला नि त कि यता अगाडि होला कि के छ म यो घुम्दैछ हेरौँ न खै अब केटाले लिएर आइहाल्यो बाटोमा खाने जम्मा सबै बन्द रहेछ फेरि ए ल त्यसो भए यो भिडियो यहाँसम्म मात्रै छ समुद्रबाट आएको आयो आयो माल आयो माल खाजा खाइसकेको पछिको हाम्रो भ्यू त है बाबा ल हाम्रो बाबा आउनुहुन्छ यहाँ चट्टसँग खानु पिउनु कस्तो छ दाइ बाबा टेस्ट ठिक छ पेप्सी ठिक छ ठिकै छ ठिकै हो ल अब चाहिँ हामी यहाँ समुद्रमा आइपुगेको छ यो अगाडि देख्ने निलो चाहिँ समुद्रको भ्यू छ हेलो याखा धराने सर हाम्रो हुन्छ यस्तो छ आजको छुट्टीको दिन चाहिँ खास धेरै मान्छे छैन क्या अरे उनीहरूको छुट्टीको दिन सब प्रायः मान्छेहरू अब नेपालको पछि तिहार जस्तै गाउँ गाउँतिर जाने भएको कारणले गर्दा सहरमा चाहिँ अलिक सुनसान भने जस्तै टाइपको छ यहाँ पनि अन्त ल यस्तै छ ठाउँहरू एउटा राम्रो कि स्ट्याचु टाइपको छ समुद्र छ हाम्रो ग्रुप चाहिँ यो छ है त्यस्तै छ अनि हाम्रो स्विमिङ खेल्ने कता हो हरियो रातो बोलेको छ किन हिँड्दाको बिहान चाहिँ रातो बोलेको नयन भनेको क्या हो यहाँबाट मगरले बुझिसक्यो हामी पनि बैमान बहिनी भएमा क्यामेरामा फोर लागेको छ एकैछिनै भयो अभी धर्म बिग्रेर हो त्यसै यहाँको लोकलहरू लगमा यहाँ नै पुलिस सर हुनुहुन्छ है पुलिस सर यहाँ रिटायर भएर आएको म नि म फ्रम सुर्खेत होइन सुर्खेतबाट ट्याक्सी या जहाँ मन लाग्यो त्यहीँ उडाइदिन्छ जान लाग्यो त कता हामी
जान लाग्यो कहाँ हामी अब स्विमिङ खेल्नु भने होइन स्विमिङ खेल्नु कहाँ हो हिँड्नु जाने के जाने जाउँ त हिँड्छ हो र स्विमिङ कस्तो किन्यो के किन्यो सन्ना सन्ना Shut up! कस्तो नाला भन्नु नि सबै कुरा ओ सटा सटा त्यसमा तपाईँहरू किनेर आउनु हामी एकछिन छौँ त हिँड्दै गर्दा हो कि अब हिँड्दै हिँड्दै डिस्कस भइरहेको स्विमिङ खेल्ने कता कस्ट्युम कता हो सक्यो माल सक्यो स्विमिङ गर्नतर्फ लाग्दैछु अब बाँकी भिडियो चाहिँ अब स्विमिङ गर्ने ठाउँतिरको आउँछ है अझै एउटा राम्रो भ्यू देखेँ क्या आउँदाखेरि बाटोमा एउटा भ्यू देखेको कारण एउटा भिडियो बनाउनु मन लागिहाल्यो यस्तै छ अन्तला सिटीको ल यहाँ यो मिनी रेल भन्छ होला है यहाँ पनि मिनी रेलमा यो चाहिँ विशेष गरी यो समुद्रको लाइनमा मात्रै चल्छ यो ठ्याक्कै यो समुद्र उहाँको समुद्रदेखि यो समुद्रसम्म भन्ने टाइपको चाहिँ छेउछेउबाट रेलको लेक छ यही हो लेक यसमा प्रायः गाडी पनि कुदाएर आउँछ रेल पनि चढेर आउँछ सबै चिजहरू छ अनि पार्कहरू पनि छ ठाउँ ठाउँमा कोही ठुलो कोही सानो हेलो अन्तला अन्तमा यो पनि एउटा मार्केट जस्तो टाइपको मल छ होइन तर मार्केट टाइपको चाहिँ हो यो होइन नि सिधै हो नआउने भन्छ सिधै हो भने तपाईँ यस्तो अन्त पुग्यो भने एउटा राम्रो स्ट्याचु छ यहाँ पनि घोडामा त्यो कुन चाहिँ जङ्गबहादुर थापा कुन चाहिँ बसेछ पनि पृथ्वीनारायण शाह होला यस्तै छ यात्रा हाम्रो कुमारी दिदी बमजन फ्रम हेटौडाबाट हाम्रो बमजनै हुनुहुन्छ उहाँ चाहिँ के छ दिदी कस्तो भइरहेको छ त यात्रा अनि साथीहरू त अब यस्तै हो अब हाम्रो स्विमिङ गर्ने स्टेसनमा त सबैजना फेरि भेट भइहाल्छ घाम चाहिँ चर्कै हो तर हातमा हावा आएर मात्रै होइन नत्र भने यति बेला कोही कता भागेर भाग हुन्थ्यो यति बेला ल फेरि पनि भिडियो हुनेछ नआउने ठाउँमा फाइनली चाहिँ हामी बिचमा आइपुगेको छौँ है बिचको चाहिँ भ्यूहरू तपाईँलाई म अब देखाउनुहुन्छ बिचको भ्यू यस्तो जे हो बिचको भ्यू चाहिँ अब अलिक स्टेप तलको स्टेपमा छ हामी यहाँबाट देखाउने हो यसरी उडाउनु पायो प्यारालाइटिङ साइटिङको पनि सबै व्यवस्था रहेछ होइन सिमडे हामी चाहिँ डाउन हुँदै गएर चाहिँ समुद्र बिचमातिर लाग्दैछौँ यस्तो छ ठाउँ एकदम रमणीय ठाउँहरू यहाँ देख्नुहुन्छ बिच चाहिँ त्यो टाइपको छ केही छैन अब जाडो छैन गर्मी छ जाडो नहोस् 1.5 घन्टा लाग्छ अनि तपाईँलाई चाहिँ अब यहाँ भ्यू देखेर चाहिँ भ्यूको कति राम्रो टाइपको भ्यू छ यो हो क्या ठाउँ यो विदेश त्यसै विदेश हुन्छ ल हेर त अन्टलियाको बिच कति राम्रो छ बसिरहँ चिसो हावा आउने
नि अलिकति अब त्यहाँ गएर छान्ने हो कि को हो त्यहाँ चाहिँ हाम्रै ग्रुप हो कि बेग्लै ग्रुप होला के को हो उहाँ अनिस को बेग्लै कम्पनीमा चाहिँ होइन अरू त बेग्लै हो त्यो दिदी चाहिँ हाम्रो कम्पनी हो ल अब फेरि बाँकी भिडियो चाहिँ तल बिचमा पुगेर अन्टल्या बिच त्यहाँबाट केटाहरू हाम खान्छ कि हाम्रो हेरेको नाङ्गै एकछिन है ल्याउनु न यहाँ सिद्धिरहेको बेला
अस्ट्रेलिया बीच यहाँबाट केटाहरू हाम खान्छ कि महँगै अब स्विमिङ सकिसकेको पछिको भिडियो चाहिँ यस्तो छ यो हो हामी चाहिँ यहीँ स्विमिङ गरेको थियो। अब एउटा स्ट्यान्ड पनि देखाइदियो अब खोला केटाहरू यहाँ लुगा लाउँदैछ। अब यहाँबाट के 2 मिनटमा हामी यहाँबाट फेरि तुरुन्त निस्किनेछ है। स्विमिङ सकिसकेपछि अब हाम्रो यात्रा चाहिँ फेरि अघिकै ठाउँतिर जाने कुरा आएको छ। केटाहरू यहाँ अगाडि हिँडिरहेको, म यहाँ पछि हिँड्दैछु। आजको दिन एकदम रमाइलो भइरहेको छ। मौसम पनि राम्रो साथ दिएको छ। स्विमिङ पनि आरामले खेल्नु पायो। धेरै खेलिएन तर जति खेले पनि ठिकैले खेलियो। सकिँदैन यही हो समुद्र बिच। अघि हामी चाहिँ खेलेर आएको ठाउँ। अघि यो बाटो गएको थियो भने अब हामी चाहिँ अहिले अर्को बाटो आएको छ। लोकलहरू चाहिँ एकदमै राम्रो सफा सुग्घरहरू टाइपको हुन्छ। एकदमै रमाइलो ठाउँ रहेछ। प्रायः आज छुट्टी दिन भएको कारणले सबैजना आइरहेको छ। मान्छेहरू चाहिँ प्रायः अब लोकलहरू चाहिँ आवाज चाहिँ आउने जारी छ है। अघि भन्दा नि अहिले चाहिँ एकदमै धेरै भिडहरू आएको, भिडहरू देखिरहेको छ। अनि रेस्क्यु टिम थियो त त्यहाँ माथि चाहिँ यो एउटा टार जस्तो बनाइरहेको थियो नि, टार जस्तो बनाएको छ कि त्यसबाट हो त्यसले हेरिरहेको रहेछ। तर यहाँ धेरै जग्गा चाहिँ एउटा मात्रै छ हौ। यहाँ एरिया त छैन त्यस्तो विधि। पहराले यो छाती मेरो आउँदै थियो यार। राम्रो केटी त यो सुन्तलाको बोट जस्तो लागिरहेको छ। मेरो एकदम राम्रो त्यही त एकदम बिफेन हो क्या भाइ मेरो। ल ठिक छ त्यसो भए तिमीलाई अहिले एउटा कोक फ्री छ है अहिले। यस्तो बाटो हिँड्दै हिँड्दा झम्का राम्रो फ्यान थियो। एउटै फ्यान थियो, त्यो फ्यान पनि भेडा गयो आज। ल यस्तो छ है लोकेसन चाहिँ यस्तो बवाल छ कि यो ठाउँको। म
बसिरहनु मन लाग्ने टाइपको छ फुलहरू ग्याल 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 सर्कट यहाँ छ नि सर्कट यहाँ छ नि त्यो यता सर्कट ल ट्याक्सी 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 हेरेर वातावरण एकदमै रमाइलो देखिरहेको छु हामी हरियालीहरू अलिकति सर्टकट त्यहाँबाट घुम्नुभन्दा पनि यहाँबाट घुम्दाखेरि चाहिँ अलिकति नजिक भयो सहज पनि भयो भनेर चाहिँ काठको पुल बनाइदिएको छ अब यो के हो त एकदम गइरहेछ त यार ल मदन भाइ जम्मा जम्मा हिँड यसले पो ज्यान देखाएर हिँड्दा हो ल बडी प्लेयर हेर मेरोभन्दा अलिकति सानो रहेछ मात्र भाइको पनि बडी त राम्रै छ है हामी चाहिँ बिस्तारै बिस्तारै यहाँ माथि पुग्नु पर्ने हो यसो राउन्डिङ टाइपको छ यो ल लोकेसन भन्दा राम्रो आउँछ है माथि हुँदै गयो यस्तै हो जिन्दगी समस्या टेन्सनलाई चाहिँ मुक्त बनाएर छुट्टी दिन रमाइलो गर्न आयो ईदको दिन ठाउँको नाम अन्तल्या बिचको नाम यो बिच पार्क हो कि के भन्ने पार्क हो कि हो बिच पार्क भने हो यस्तो लोकलहरू मजा आयो सही आयो अभी हो र ट्याक्सी अर्डर गरिदिउँ कि हो चेलीहरूलाई मात्रै कि प्यारासुट अर्डर गरिदिउँ अघि उडाएको अर्डर चाहिँ गरिदिन्छु फेरि 1200 त पर्छ हप्तैपट्टि सर्कट खुट्टा दुखिरहने बेला चाहिँ यो लामो बाटो नहिँड्नु है थ्याङ्क यू त्यसले रोक्दैन होला यो हरामी रहेछ यो अलिकति बङ्गाली टाइपको पऱ्यो कि मान्छे यहाँको लोकल परेन जस्तो कुरा ल हाम्रो ग्रुपहरू सकिँदैसक्यो हाम्रा ग्रुप अब बिस्तारै बिस्तारै हिँड्दै क्रममा अलिकति अगाडि गएर फेरि एउटा भिडियो आउनेछ अहिलेको लागि केही समयको लागि ब्रेक भन्दा भने यहाँ चाहिँ एउटा अलिकति सिनाउने ठाउँ रहेछ तपाईँहरू म यहाँबाट राम्रोसँग देखाइदिन्छ एउटा हामी नुहाएको ठाउँ चाहिँ यो टर्निङ पोइन्ट छ कि र यो सबै नुहाउने ठाउँ नि हो यहाँदेखि उहाँसम्म पार्कसम्म एकदम रमाइलो छ जस घाम जस्तो लाग्यो पनि हावा सरल आउँछ एकदम रमाउने ठाउँ छ अलिकति माथिको तल चढ्नु चढ्ने क्रममा चाहिँ अलिकति थाकेको जस्तो अनुभव भयो स्विमिङ खेलेर अलिकति थाकेको पनि छ ल अब बाँकी भिडियो पनि अलिकति अगाडि गएर आउनेछ